हेलो नमस्कार, म प्रवीण नेवाल जिल्ला म्युजिक टिमबाट बोल्दैछु। आज हाम्रो भाइ र नानो हुनुहुन्छ है, उहाँसँग एउटा सानो केही कुरा काटिँदा पनि है। ल भाइ है त, कति भयो तिमी आएको सिक्नलाई? 1 महिना जति भयो है। हजुर। सरले के अरे सिकाएको त बुझिहाल्नु हजुर है। बुझेँ। कोर्स चाहिँ के गरे 2x4 ग्रुप है? हजुर। ठिक छ, बुझि त रहेछ नि सब बुझेँ। नानीले मेरो पनि 1 महिना नै भयो। 1 महिना है। अनि सरले जस्तो तिमीहरूलाई पढाएको बुझेछ कि सानो? एकदम। यो त फेरि अपडेट हुने कुराहरू यो है। ल ठिक छ होइन, तिमीले बुझाएर रहेछौ। आज अब गीत पनि गरौँ होइन, राजनैतिक शब्द हुन्छ अहिले जस्तो एसएलसी दिएर बसेको नानीहरू हुन्छ नि, बाबुहरू हुन्छ होइन, त्यस्तै अब 12 पनि जान सकेका 11 12 पनि है, उहाँहरूलाई चाहिँ कसरी वेलकम गर्न चाहनुहुन्छ भाइले भनिदिनु कसरी सिम्पली आउनु आफ्नो इन्ट्रेस्ट अनुसार त्यही जस्तै जे सिकायो नि आएर पियानो गिटार ड्रम। नानी अब खाली बस्नुभन्दा त आएर आफ्नो इन्ट्रेस्टको लागि सिक्दा हुन्छ। म्युजिकमा इन्ट्रेस्ट छ भने चाहिँ सबै कुरा छ यहाँ। ल ठिक छ है, वेलकम छ है त। ल हामी एउटा गीत प्र्याक्टिस गरौँ है। हामीले 2 फोकल बिट चाहिँ अस्तिदेखि हामीले नानीहरू चाहिँ खास भन्दाखेरि चाहिँ ठ्याक्क आजले चाहिँ भनौँ न 11 कतिवटा क्लासमा म 13 डेज हुन्छ, तर दुईजना एकदम राम्रो इम्प्रुभ छ है। अनि म चाहिँ सधैँ गीत किन राखिरहन्छु भने हजुरहरूले हेरिरहनु हुन्छ है। यो सजिलो छ कि कर्ड जम्मा ई डी र के अरे ए को कर्ड भएर चाहिँ यसो प्र्याक्टिस गर्न सजिलो भनेर चाहिँ राखिरहेको छु है। ल जाउँ है त हामी है त। 1 2 3 4 Jadi ayah, ayah, pani, jadi asam.